आफ्नो साइडको क्रममा म यहाँ वीरगञ्ज आइसकेको छु। यो मेरो रुम हो, बट यहाँ रुममा एसी त छ, तर यसको रिमोट छैन किनकि उहाँहरूसँग पनि छैन, हराइसकेको छ। अब यहाँ एसी त छ तर गर्मी मलाई फिल भइरहेछ। यसमा आफ्नो फोनलाई नै एसीको रिमोट बनाउन सक्छु। सो कसरी बनाउन सकिन्छ यो फुल प्रोसेस म यो भिडियोमा तपाईँहरूले बताउन गइरहेको छु। सो सबभन्दा पहिला तपाईँको मोबाइलमा आइआर सेन्सर हुनुपर्छ, जुन प्रायः जसो मोबाइलहरूमा लेटेस्ट मोबाइलहरूमा आइरहेको छ। सो जाउँ हामी अब आफ्नो नेक्स्ट स्टेपमा। त्यसको लागि हाम्रो आफ्नो मोबाइलको स्क्रिन सेयर गर्नुपर्ने हुन्छ। आइसकेको छु। यो मेरो रेडमीको फोन हो, नोट 13 प्रो प्लस। यसमा चाहिँ डिफल्ट आइआर सेन्सर रहेको छ। सबभन्दा पहिला तपाईँ आफ्नो फोनमा आइआर सेन्सर छ कि छैन त्यो चेक गर्नु होला, किनकि आइआर सेन्सर छैन भने तपाईँको फोनले रिमोटको काम गर्न सकिँदैन। सो त्यसपछि यहाँ तपाईँ रिमोटवाला आइकन देख्न सक्नुहुन्छ। यो वाला रिमोटवाला आइकनमा क्लिक गर्नुहोस्। होइन भने तपाईँ यहाँ सर्च गर्न सक्नुहुन्छ आफ्नो एपवाला स्टोरमा। रिमोट एमआई रिमोट आइसक्यो, यस्तो सर्च गर्न सक्नुहुन्छ, आइहाल्नुहुन्छ। त्यसपछि यहाँ माथि चाहिँ प्लसवाला जुन आइकन छ त्यसमा क्लिक गर्नुहोस्। अनि के कुरा छ तपाईँले रिमोट कन्ट्रोल गर्नुपर्ने, एसी मात्रै होइन कि यहाँ देखाइएको सबै कुरा तपाईँ आफ्नो फोनबाट कन्ट्रोल गर्न सक्नुहुन्छ। जस्तै मैले एसीमा क्लिक गरेँ, त्यसपछि अब कुन ब्रान्डको एसी हो, सो एसी यहाँ ब्रान्ड जुनसुकै भए पनि यो सेलेक्ट गर्नुहोस्। अनि त्यो सेलेक्ट गरेपछि मेरो एसीको म आफ्नो एसीको ब्रान्ड सेलेक्ट गर्छु। मैले आफ्नो एसीको ब्रान्ड सेलेक्ट गरिसकेपछि त्यसपछि तपाईँको फोन एसीतिर फ्रन्टतिर घुमाएर यो पावर बटनमा क्लिक गर्नुहोस्। त्यसपछि त्यहाँ देखाएर छ एसीमा केही रिस्पोन्स आयो कि आएन। सो आयो भने यसमा क्लिक गर्नु, आएन भने नोमा क्लिक गर्नुहोस्। त्यसपछि यो त्यही प्रोसेस यो 16 टाइम गर्नुपर्छ किनकि एलजीको छ यो। सो यो गर्छ, यो नो गर्नु। यो मेरोमा यतिमा आइसक्यो। सो यो यति आइसकेपछि मैले यसमा क्लिक गरेँ, हेर्नुहोस् मेरो यसमा आइसकेछ। सो यो क्लिक गरेँ। त्यसपछि तपाईँ डिभाइस नेम जो राख्न सक्नुहुन्छ त्यो राख्नुहोस्। जस्तै म बेडरुममा क्लिक गरेँ। अनि यहाँ यो सर्टकट आइकन होममा पनि राख्न सक्नुहुन्छ। सो मैले सर्टकट नराखेको, त्यसपछि यसमा क्लिक गर्छु। त्यसपछि यहाँबाट पावर अन गर्न मिल्यो, सबै कुरा कन्ट्रोल यहाँ गर्न मिल्यो। अहिले एसीकोमा टेम्परेचर कति छ, कुन मोडमा छ, फ्यान कुन मोडमा चलेर सबै कुरा यसबाट कन्ट्रोल गर्न मिल्छ। यो अब यहाँबाट मैले टेम्परेचर प्लस माइनस पनि गर्न मिल्यो, सबै कुरा गर्न मिल्यो होइन। अब स्पिड कम धेरै सानो गर्न मिल्यो। त्यसपछि डाइरेक्सन पनि घुमाउन मिल्यो होइन, मोड पनि चेन्ज गर्न मिल्यो, कुल हट सबै कुरा गर्न मिल्यो। यो एपले मात्रै एसीलाई होइन कि तपाईँले सबै तपाईँको रिमोटबाट चल्ने म्याक्सिमम एप्लायन्सेसको काम यसले गर्न सक्छ। र तपाईँ आफ्नो कुनै डिभाइसको रिमोट बनाउन सफल हुनुभयो कि भएन प्लिज हामीलाई कमेन्ट गरिदिनु होला। यस्तै केही भिडियो चाहियो भने हामीलाई कमेन्ट गरिदिनु र च्यानललाई सब्सक्राइब गरिदिनु होला। हस् त आजको लागि यति मात्रै। थ्याङ्क्स फर वाचिङ।